नमस्ते, मेरो नाम कमल सुनार। म धनगढी उपमहानगर वडा नम्बर 12 मा बस्छु र आज हाम्रो धनगढी ग्रासरुट क्रिकेट डेभलपमेन्ट प्रोग्रामको गेम भएको थियो र श्री सिद्धनाथ माध्यमिक विद्यालय भर्सेस चन्द्रोदय मावि विरुद्ध एउटा गेम भएको थियो र हामीले फर्स्टमा टस गर्दा हामीले टस हारेका थियौं र टस हार्ने क्रममा हामीले फर्स्ट ब्याटिङ गर्यौं। ब्याटिङमा पहिलो राम्रो ओपनिङ गरेर हाम्रो ब्याट्सम्यानहरुले राम्रो ओपनिङ गरेका थिए अनि 80 को टार्गेट दिएको थियो र 80 को टार्गेट अनुसार हामीले बलिङमा हाम्रो ब्याटिङ उति खास त भएन र बलिङ चाहिँ राम्रो भयो। सबैले हाम्रो एउटा भाइले चाहिँ राम्रो बलिङ गरेको थियो, बलरहरुले सबैले राम्रो गरेको थियो र 4 विकेट पनि लग्यो भाइले अनि 17 ओभरमा अल आउट गरिदियौं हामीले। हाम्रो धनगढी उपमहानगरपालिका उपमेयर र साथै कोच दुईटै कोचले धन्यवाद, हाम्रो मेयरलाई पनि धन्यवाद र हाम्रो धनगढी ग्रासरुट क्रिकेट डेभलपमेन्ट प्रोग्रामको कन्डक्टरलाई पनि धेरै धेरै धन्यवाद यो गेम गराइदिएकोमा। हामीलाई धेरै सेवा सुविधा मिलिरहेको छ र ठाउँ ठाउँमा हामीले गेम खेल्न पाएका छौं र हाम्रो यो दुईटै टिम बीच गेम भइरहनेछ यस्तै गेम र हामी यस्तै गेमले केही कुराहरु सिक्दै जाने छौं।